बेला पेनाल्टी भइरहेको छ ताप्ले एफसी र लाङदी बीचको यो सेमिफाइनलको। यो लाङदीको प्रहार छ। पालो छ ताप्लेको। यति बेला दर्शकबिन अत्यन्तै रोचक यो पहिलो सेमिफाइनलको काभ्रे संक्रान्ति मेला जिताकोटको सेमिफाइनलमा पेनाल्टीमा पुगेका छन्। 3-3 गोलमा यतिकैमा फाइनलमा प्रवेश गरेका छन् लाङदी एफसी। भर्खरै सम्पन्न भएको थियो 20 तारा लाङदी देवी यति जेलसम्म आफ्नो अनुशासन ढङ्गले खेल खेलिदिनु भएकोमा यहाँहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र लाङदी देवी फाइनलमा प्रवेश गरेको छ लाङदी देवी एफसी नालमा पेनाल्टीमा पुगेर।